जोइ ससुरालीमा यसरी बेहोरा नदेखाउनुस्। सब्जी के छ खान्दिने? मासु छैन भने त फर्किन्छौं। पिरो पिरो हुनु पर्यो। मासु पकाएको छ जस्तो लागेन। मासु खाँदिनु पर्छ भन्ने केही छ तिमीहरूलाई? करेला खाने अनुहार परेको छैन तपाईको। यत्रो वर्ष भयो सम्झेर एउटा कोसेली समेत ल्याएको होइन। छोरीलाई छोडेर तपाईँ घरतिर लाग्दा हुन्छ। खसी काट्छु होला भनेर झन् मैले तरबार घरबाट बोकेर आएको। जैलाई यसरी भन्नुलाई लाज शरम घिन तपाईँलाई लाग्दैन भन्नुस्। एउटा खसी लिएर आउनुस्, नत्र म फोकटे ससुराली आउने थिइन। कुखुरा भए पनि त काट्नुस्। तपाईसँग 2 हात जोड्छु बरु। मासु पकाउनुस्। तँलाई मासु चाहिने? किन करेला खाने समेत अनुहार परेको छैन। मेरो बस चल्यो भने तँलाई म त्यो करेलासित पकाएर दिन्न, बुझ्यौ? जोइलाई यस्तो भन्नु लाज लाग्दैन? मेरो घरमा आउनु, सिङ्गे राँगो ढालेर खानिदिन्छु। ठुलो मन छ मेरो। तपाईको जस्तो सानो मुटु छैन। माइक्रोस्कोपले हेर्दा पनि नदेख्ने खालको त्यो मुटु। जोइलाई मासु खान्दिने हैसियत छैन भने छोरी बित्थामा किन बिहाको? जोइ भएर ससुरासँग मुख लाग्छेस। म पनि कान्छे जोइ हो त, तैले जस्तो कति छाडेको छुइनँ त हौ। जेठो जोइ बल्ल बल्ल आएको जोइको लागि मासु त पकाइदिनु। यसमा सबैको भलाइ छ। यदि तपाईले भनेको मान्नु भएन भने नि छोरीलाई अर्कै ज्वाइँ खोजिदिएर पठाइदिँदा हुन्छ। जाठो तल काँक्रा चिरे चाहिँ चिरिदिन्छु म। रोक्नुस्, भगवानको लागि त रोक्नुस्। अन्डा पार नसक्ने एउटा पोथी कुखुरा छ, त्यही काटिदिन्छु म। बिहानदेखि ख्यार ख्यार पनि गर्दैछ त्यो कुखुरा। रामेजा त गएर पानी तता।